जय मसी। अनि आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भनेर। अनि सन्चै हुनुहुन्छ? आनन्दित हुनुहुन्छ? खुसी हुनुहुन्छ? ला यस्तो रे खुसी हुनुहुन्छ भनेर स्माइल गरेर खुसी छु भनेर भन्नुपर्छ नि हैन? ल फेरि सोध्छु है त, खुसी हुनुहुन्छ? ओके, हुन्छ। म फेरि पनि स्वागत गर्न चाहन्छु सबैजनालाई। एकदमै देखेर खुसी लागेको छ। अनि विशेष गरी चाहिँ म यो समयमा चाहिँ हाम्रो नयाँ दाजुभाइ अनि दिदीबहिनीहरूलाई म स्वागत गर्न चाहन्छु। फेरि पनि हामी एकचोटि ठुलो ताली बजाएर जतिजना पनि पुरानोहरू छौँ उहाँहरूलाई पनि एकअर्कालाई हेरेर ओके हुन्छ। अनि म एउटा अनुरोध गर्न चाहन्छु, मिनाजी चाहिँ त्यहाँ गएर बस्दिनु होला, किनभने ट्रान्सलेट गर्नुपर्ने हुन्छ बाजेलाई। सो त्यहाँ गएर बस्दिनु होला। हुन्छ। हाम्रोमा चाहिँ अब प्रभुले अचम्मको काम गर्दै हुनुहुन्छ नि त। अनि बिस्तारै बिस्तारै अरू साथीहरू पनि आउनुहुन्छ होइन, बाहिरको साथीहरू। अनि सो हामीलाई नेपालीमा सँगसँगै चाहिँ हामीलाई इङ्ग्लिसमा पनि गर्नु आवश्यक हुन्छ नि त। त्यही भएर चाहिँ मिनालाई चाहिँ ट्रान्सलेट गर्नको लागि चाहिँ अनुरोध गरेको हुन्छ। अब यो समयमा चाहिँ हामी वचनमा जानेछौँ। अनि वचनमा जानुभन्दा अगाडि चाहिँ फेरि क्वेसन सोध्न चाहन्छु। तपाईँहरू तयारी हुनुहुन्छ? ओके है। मलाई वचन चाहिँ धेरै लामो बाँड्न मन लाग्दैन, ठिक्क छोटो बाँड्न मन लाग्छ। अनि त्यो वचन चाहिँ सबैजनाले बुझ्न सकेको होस् भनेर है। आज मेरो वचनको शीर्षक चाहिँ रहेको छ है, हामी सबैजना चाहिँ एउटै मनको भएर परमेश्वरको महिमा गरौँ भन्ने विषयमा छ है। अनि साँच्ची नै हामी चाहिँ जतिजना पनि हामी यहाँ छौँ, हामी सबैजनालाई थाहा छ होइन, परमेश्वरले चाहिँ हामीलाई के गरिदिनु भयो भनेर सबैजनालाई थाहा छ है। प्रभुले चाहिँ उहाँले चाहिँ उहाँको आफ्नै पुत्र चाहिँ येशू ख्रीष्ट चाहिँ उहाँले हाम्रो निम्ति पठाउनु भयो है। उहाँले हाम्रो पाप र हाम्रो अधर्मको निम्ति चाहिँ उहाँले चाहिँ क्रुसमा चाहिँ रगत बगाउनु भयो। अनि येशू ख्रीष्ट चाहिँ क्रुसको जुन अन्तिमसम्म नै उहाँ चाहिँ होइन पितामा चाहिँ के हुनुभयो, आज्ञाकारी हुनुभयो होइन। अनि त्यही भएको कारणले गर्दाखेरि आज हामीहरू पनि आज्ञाकारी हुनुपर्छ है। अनि हामी प्रभु येशूको हामी परमेश्वरको महिमा गर्नु हो भने चाहिँ आज हामी यहाँ जतिजनाले भेला भएका छ नि, हामी एउटै मनको भएर आज्ञाकारितामा रहेर चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है। अनि यहाँ हामी एकजनाको पनि यहाँ हृदय टुटेको छ, अथवा एकजनाको नि मनमुटाव भएको छ, अथवा यहाँ एक दुईजना झगडा गरेर उता फर्केर बसेको छ भने त्यहाँ के परमेश्वरको महिमा हुन्छ? हुँदैन नि। परमेश्वरको महिमा हुनको लागि चाहिँ सबैजनाको हृदय, सबैजनाको मन होइन एउटै हुन आवश्यक छ है। अनि हामी सबैजना यहाँ जतिजना छौँ अनि हामी एउटै मनको भएर चाहिँ हामी परमेश्वरको महिमा गर्छौँ है। सो वचनमा जानुभन्दा अगाडि थोरै म प्रार्थना नि गर्नेछु र पत्रहरू चाहिँ धेरै पाउन सक्छौँ। उहाँले चाहिँ विशेष गरी किन लेखिएको भने यो पत्रहरू चाहिँ उहाँ जस्तो सुकै अवस्थामा भएर जाँदा पनि दुःख कष्ट होइन गाह्रो जेलमा पर्दाखेरि पनि उहाँले चाहिँ यो किन लेख्नु भएको यो पत्रहरू चाहिँ, यो पत्र चाहिँ विश्वासीहरूको निम्ति चाहिँ लेख्नु भएको पत्र। क्रिस्चियनहरू कस्तो हुनुपर्छ, क्रिस्चियनहरूले कस्तो जीवन बिताउनु पर्छ भन्ने विषयमा होइन अनि लेख्नु भएको पत्र हो है। त्यही भएको कारणले गर्दाखेरि चाहिँ आज म यहाँबाट हेर्नेछु थोरै। हामी यहाँनिर म पढ्न चाहे 2:1 यसरी भन्दछ, यदि क्रिस्टमा कोही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनको भएर एउटै प्रेम राखेर पूर्ण सहमति साथ एउटै चित्तका भएर मेरो आनन्द पुरा गर भनेर चाहिँ यहाँनिर चाहिँ यसरी चाहिँ पावलले चाहिँ उनीहरूलाई भनेको छ है। अनि साँच्चै नै आज हामी यहाँ जतिजना पनि भेला भएका छौँ नि, आज हामीले के गर्नुपर्छ भने प्रेममा
है एकादुसालाई चाहिँ प्रेरणा दिएर पवित्र आत्मामा हाम्रो सङ्गति होइन पवित्र आत्मामा चाहिँ हामी सङ्गति गर्नुपर्छ केही स्नेह र सहानुभूतिको साथ भनेको चाहिँ एकादुसालाई चाहिँ हामी चाहिँ होइन प्रेमका साथ स्नेहका साथ अनि केही कुरा भए पनि त्यसलाई चाहिँ हुन्छ नि सहानुभूति भनेको सहन सक्ने होइन सहेर होइन कसरी हुन्छ एकाप्रति चाहिँ त्यो होइन सहमति गरेर चाहिँ हामीले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है अनि यहाँनिर चाहिँ पावलले चाहिँ सिकाउँदै हुनुहुन्छ है यसरी चाहिँ तिमीहरू चाहिँ प्रार्थना गर्ने होइन परमेश्वरको महिमा गर्ने कुरा चाहिँ सिकाउँदै हुनुहुन्छ अनि यहाँ भनेको छ 2 मा एउटै मनको भएर है एउटै मनको भएर भनेको छ एउटै मनको भएर एउटै प्रेम राखेर पूर्ण सहमति साथ एउटै चित्तका भएर आनन्द पुरा गर भनेको छ है अनि एउटै मनको भएर है हामीले चाहिँ एउटै चित्तको भएर कसैको यहाँ मैले अघि भने कसैको हृदय दुख्छ भने पनि त्यहाँ चाहिँ परमेश्वरको महिमा हुँदैन आज वर्शिप टिम यहाँहरू जम्मा हुनु भएको थियो अनि यहाँ वर्शिप टिमहरू जम्मा हुनु भएको थियो त्यहाँनिर वर्शिप टिममा झैझगडा भयो भने स्नेह साथ होइन पवित्रताको साथ चाहिँ हामीले त्यो कुरालाई चाहिँ स्वीकार गरेर चाहिँ होइन पहिला आफू तयारी हुनुपर्छ त्यसपछि हामी यहाँ वर्शिपमा खडा भएर चाहिँ आराधना गर्छौँ पवित्र आत्माको साथ चाहिँ हामी आराधना गर्न सक्छौँ है अनि त्यसरी चाहिँ हामी चाहिँ हुनुपर्छ है अनि यहाँ 3 मा भनेको छ स्वार्थ र अहङ्कार केही नगर तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान भनेर भनेको छ है स्वार्थ नगर कसैको पनि होइन स्वार्थ नगर्ने स्वार्थी भावना नराख्ने तर एउटाले अर्कालाई चाहिँ के ठान भनेको छ यहाँनिर चाहिँ अनि श्रेष्ठ ठान भनेको छ हामीलाई कति गाह्रो हुन्छ है यो कुरा गर्नको लागि हुन्छ कि हुँदैन हामीलाई आफू नै महान होइन आफू नै कतिचोटि समयमा त्यो कुराहरू हाम्रोमा त्यो विचारहरू आउँछ होइन शैतानले चाहिँ होइन त्यो विचारहरू चाहिँ हामीलाई हालिदिन्छ क्या मभन्दा कोही छैन मभन्दा ठुलो कोही छैन म नै हो सबै कुरा भन्ने गर्छौँ है अनि तर हामी चाहिँ यस्तो जीवन चाहिँ हामीले जिउनु हुँदैन यो कुराले गर्दा पनि परमेश्वरको महिमा हुँदैन यदि हामी परमेश्वरको महिमा एउटै मनको भएर गर्ने हो भने चाहिँ हामीले चाहिँ अर्कालाई चाहिँ के ठान्नुपर्छ अरे श्रेष्ठ ठान्नुपर्छ होइन सिन्ता दिदी तपाईँ कति राम्रो हुनुहुन्छ होइन हामी एकजनाको मात्र प्रशंसा होइन क्या सबैजना एकादुसरालाई होइन हामी उहाँले जे परमेश्वरको लागि गर्दै हुनुहुन्छ त्यो कुराको लागि चाहिँ उहाँलाई चाहिँ इन्करेज गर्ने प्रोत्साहन दिने अनि त्यो कुराले गर्दाखेरि चाहिँ अझै उहाँ चाहिँ प्रभुमा चाहिँ बढ्नको लागि अझै धेरै त्यो हुन्छ नि उहाँमा चाहिँ त्यो उत्साह दिएपछि चाहिँ त्यो विश्वासमा चाहिँ अझै धेरै बलियो हुन्छ क्या हामी चाहिँ यो खालको चाहिँ हुनुपर्छ है ताकि हामी म त विश्वासमा एकदमै बलियो छु अरू मलाई चाहिँदैन अरू जेसुकै होस् अरू तल छ त्यो भनेर पनि परमेश्वरको महिमा हुन सक्दैन है म एकदमै आत्मामा बढेको छु त्यो चाहिँ तल छ अनि त्यसलाई चाहिँ यतिकै छोडिदिन्छु त्यो होइन हामीहरू नि जुन अवस्थामा छौँ जुन उयसमा छौँ हामी अहिले जुन छ नि हामी जुन गिफ्ट प्रभुले हामीलाई दिनुभएको छ यो गिफ्टद्वारा नै हामीले चाहिँ परमेश्वरको चाहिँ महिमा गर्नुपर्छ र एकादुसरालाई त्यो गिफ्टको लागि चाहिँ धन्यवाद चढाउनुपर्छ जस्तै यहाँ कसैले वचन बोल्नुहुन्छ होला कसैले हुन्छ नि कसैले चाहिँ यहाँनिर चाहिँ सेवा सञ्चालन गरिरहनु भएको छ कसैले वर्शिप लिड गरिरहनु भएको छ कसैले सुनिराख्नु भएको छ कसैले बोलिराख्नु भएको छ कसैले इन्करेज गरिराख्नु भएको छ यो सबै कुराहरूलाई चाहिँ होइन हामीले चाहिँ एकअर्कालाई चाहिँ श्रेष्ठ ठानेर चाहिँ उहाँहरूलाई चाहिँ धन्यवादी हुनुपर्छ हामी चाहिँ उहाँहरूलाई धन्यवाद भन्नुपर्छ सर्वप्रथम त परमेश्वरलाई अनि त्यसपछि उहाँहरूलाई अनि त्यसपछि त अभियसली परमेश्वरको त्यहाँ महिमा हुन्छ है त्यही भएर हामी सबैजना चाहिँ एउटै मनको भएर चाहिँ हामीले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है अनि त्यसैमा हुनुहुन्थ्यो नि त तर पनि उहाँ परमेश्वरको बराबरी चाहिँ उहाँ त्यो कुरालाई चाहिँ पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन उहाँ त प्रभु येशू हुनुहुन्थ्यो होइन प्रभु हुनुहुन्थ्यो तर पनि उहाँले त हुन्छ नि म चाहिँ प्रभु येशू क्रिस्ट हो तिमीहरूले चाहिँ मैले भनेको मान्नुपर्छ मैले भनेको गर्नुपर्छ यस्तो हुनुपर्छ भनेर उहाँले कहिले पनि भन्नु भएन होइन अनि हामी पनि जिउँदै गर्दाखेरि हामी विश्वासी जीवन जिउँदै गर्दाखेरि हामीहरू पनि जब परमेश्वरको छोराछोरी सेवाकार्य गर्दैछौँ प्रभुमा जिउँदैछौँ भने चाहिँ हामीमा पनि त्यो घमण्ड चाहिँ हुनुहुन्न है जसरी प्रभु येशू क्रिस्टले जीवन जिउनु भएको छ यहाँ भने चाहिँ स्पष्टसँग यहाँनिर तिमीहरू यस्तो मनको होस् जो ख्रिस्ट येशूमा पनि थियो भनेर
त्यही भएर हामीहरूमा पनि यो क्यारेक्टर चाहिँ हुन आवश्यक छ है। येशू जस्तै बन्न, येशू जस्तै बनाऊ भन्ने एउटा यो थियो है हाम्रो मण्डलीमा, अनि म ठ्याक्क भन्न आयो। अनि त्यसपछि तर भनेको छ तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो है। आज यहाँ धेरैजना नयाँ हुनुहुन्छ, प्रभुलाई पाउनु भएको छैन, प्रभुलाई भर्खर चिन्दै हुनुहुन्छ, तपाईँलाई यही उचालिन चाहन्छु है। येशू ख्रीष्ट चाहिँ उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ है। उहाँ परमेश्वरको पुत्र। उहाँ किन आउनुभयो? उहाँ चाहिँ हाम्रो पाप, जति पनि हामीले गरेका पाप अधर्महरूको क्षमा गर्नको लागि क्रुसमा रगत बगाएर चाहिँ उहाँले हाम्रो अधर्महरू पापहरू चाहिँ उहाँले क्षमा गर्नुभयो है। अनि विगतको दिनहरूमा मैले पनि पहिला भनेको थिएँ, परमेश्वरसँगको सम्बन्ध हाम्रो बिग्रिएको थियो, तर प्रभुमा चाहिँ हाम्रो सम्बन्ध चाहिँ अहिले मिलापमा आएको छ। कसरी आएको छ मिलापमा? येशू ख्रीष्टको कारणले गर्दा। किनभने उहाँ आउनुभयो हाम्रो निम्ति, हाम्रो पाप क्षमा गर्नको लागि, अनि उहाँले हाम्रो पाप अधर्म क्षमा गर्नुभयो र हाम्रो पाप क्षमा भइसकेपछि चाहिँ अनि फेरि हाम्रो परमेश्वरसँगको मिलाप चाहिँ भएको छ है। अनि हुन्छ यहाँनिर अर्को पढ्न चाहन्छु।